वेलकम ब्याक लाइफस्टाइल ब्लगमा स्वागत छ तपाईँहरूलाई। चिकनको मौसम चाहिँ एकदमै गरिम छ अनि त्यहाँ आज धेरै पछि चाहिँ ब्लग बनाउन गइरहेको छु। कुन गेम खेलेको छ र? इन्डियन फ्री बाइक हो र? खै देखो त। वाउ, खतरा गेम खेलेको छु बाबुले। अनि म चाहिँ आज बसिरहेको छु। शनिबार र आइतबार चाहिँ अहिले खासै काम हुँदैन, अनि त्यही भएर हामी चाहिँ शनिबार र आइतबार चाहिँ बसिरहने मात्र हो, काम हुँदैन खासै, किनकि सरकारी सब बन्द हुन्छ। हजुर हो र? है खतरा गेम खेल्छ छोरोले। कताबाट तान्छ तिमीले यस्तो गेम? बबल गेम तान्छ है। वाउ, एउटा फोटोसुट गरेर आयो कपाल 2 घन्टा जति होइन। अनि आज चाहिँ काम छैन, त्यही भएर अलिकति रेस्ट गरेर बसिरहेको छ। मेरो जिम्मा देख्छ भने चाहिँ माथिबाट मैले जिम्मा राखेको छु। अहिले खासै काम छैन, किनकि पोस्ट वेडिङहरू खासै आएको छैन। अब आज चाहिँ अब क्यामेराको चार्जहरू मिलाउने, अनि त्यसपछि धेरै कुरोहरू मिलाउँछ साथीहरू। र तपाईँको यसको यो ब्याट्री चार्ज गर्न छ, किनकि अस्ति हिजो चलायो नि, तर 2-3 घन्टा जति नन स्टप चलायो। अनि यो चाहिँ दामी रहेको छ। सोनीको V1 हो यो, क्यामेरा मिल्दैन, मात्र सोनीमा मिल्छ होइन। अन्त यस्तो हुन्छ छोरो नहल्ला, यस्तो हुन्छ है, देख्न सक्नुहुन्छ। ब्याट्री पनि एकल फुल चार्जर तपाईँको एउटा बिहे चाहिँ मजाले यसले हान्न सकिन्छ होइन। राम्रो छ, लाइट पनि दामी छ। सफ्ट बक्स तपाईँको चाहिँदैन यो भएपछि, यदि चाहिहाल्यो भने पनि नाइटको लागि हो, डेको लागि चाहिँ हामीलाई लाइटको खासै समस्या पर्दैन। यसमा अब यसको ब्याट्री चार्ज गर्ने ठाउँ सिस्टम पनि दामी रहेको छ। सी टाइपमा भर्ता राखेको छु, किनकि ब्याट्रीलाई असर नगरोस् भनेर मैले चाहिँ हरेक सेफ्टीहरू चाहिँ राखिरहेको हुन्छ साथीहरू होइन। यो चाहिँ अलिकति धराकै छ, यसलाई चाहिँ एकदम मिलाएर राख्नुपर्छ। यसरी ट्यापको चार्ज हुन्छ, यो फुल चार्ज भएपछि तपाईँको दामी तालले चाहिँ वेटिङ हुन्छ। यो चाहिँ V1 को हो साथीहरू। एकदम झोला पनि दामी रहेको छ, सुटेबल छ, बोकेर हिँड्नु पनि दामी हुन्छ, क्यारी गर्दैन, एकदम हल्का हुन्छ। तर यसको लाइट चाहिँ एकदम पावरफुल हुन्छ। तपाईँले 1/8 1/16 राख्दाखेरि पनि तपाईँको लाइट चाहिँ मजाले पुग्छ, इनफ हुन्छ। त्यहीमाथि मेरो 35 को लेन्स हो 1.8 को, त्यसलाई खासै लाइट यसको बढाइरहनु पर्ने आवश्यक पर्दैन। 16-32 पनि मजाले लाइट पुग्छ, दामी रहेको छ। त्यसमा चाहिँ यसमा सिस्टमहरू चाहिँ धेरै नै रहेको छ। तपाईँको अगाडिपट्टि बत्ती पनि बन्छ, यदि तपाईँले भिडियो क्रिएटिभ तरिकाले खिच्न चाहनुहुन्छ भने दामी रहेको छ, देख्न सक्नुहुन्छ। बबाल रहेको छ। मैले ठ्याक्कै किनेको चाहिँ 2 मन्थ भयो। 2 मन्थमा मैले धेरै युज गरिसकेँ, दामी लागेको छ मलाई। धेरै फास्ट लाइटहरू मध्ये चाहिँ मलाई एकदमै मन परेको भनेको V1 हो है त साथीहरू। त्यही हो, आज फाइनली ब्याट्रीहरू पुरै चार्ज गर्नुपर्छ, किनकि सिजन सुरु भइसकेको छ। साउन हुँदैन, असारमा हुन्छ। त्यही भएर असारको लागि चाहिँ हामीले चाहिँ फुल्ली मात्रामा जति पनि ब्याट्रीहरू छ, जति पनि चलाउने सामानहरू छ, सबै रेडी गरेर चाहिँ राख्नुपर्छ। मैले चाहिँ अलिक धेरै सामानहरू जोडिसकेको छु। यो पनि भिडियो लाइटको लागि हो, LED को लागि। यो चाहिँ ओरिजिनल हो, महँगो पर्छ, अर्को सस्तो जस्तो हुँदैन। यसले छिटो चार्ज गराउँछ अनि लङ टाइमसम्म चाहिँ ब्याट्री खपत हुन्छ है। अनि मैले चाहिँ LED पनि किनेको छु। LED म तपाईँहरूलाई देख्छु, पहिलाको चाहिँ एकदमै ठुलो थियो होइन, अनि अहिले चाहिँ स्मल साइजको किनेको छु। बबाल रहेको छ, देख्न सक्नुहुन्छ। LED दामी रहेको छ। यो पनि मैले किनेको अस्ति भर्खर किने, देख्न सक्नुहुन्छ। LED लाइट दामी रहेको छ है। अनि पहिला ठुलो थियो अनि झोलामा नै अट्थेन, अनि यो चाहिँ सानो क्यारी गरेर हिँड्नु पनि सजिलो, सानो ठाउँमा नै अट्ने भएर चाहिँ मैले किनेको। धेरै सिस्टमहरू मैले अपडेट गरिसकेको छु। म मात्र अब कामको पर्फ्यामा छु। काम जति पनि आउँछ राम्रोसँग गर्ने प्लान छ, पहिलाको जस्तो हुँदैन। एकदमै क्रिएटिभ तरिकाले, नयाँ तरिकाले, नयाँ टेक्नोलोजीमा चाहिँ हामीले चाहिँ राम्रो तरिकाले खिच्ने प्लान गरिरहेका छौँ। थोरै भ्लग बनाउनुलाई धेरै बनाएन नि त, धेरै समय ग्याप भइसक्यो। अनि त्यहाँ हजुरहरू समक्ष चाहिँ अब बनाउनु पऱ्यो भनेर आएको। अनि मसँग चाहिँ एकदमै भन्दा पनि पुरानो देख्न सक्नुहुन्छ क्यामेरा रहेको छ, एकदमै धेरै पुरानो क्यामेरा हो। तर यसले चाहिँ अहिले इन्डोर फोटोसुट पनि गरिरहेको छ, दामी आउँछ यसको फोटो पनि। निकोन हो, निकोन भनेको फोटोको लागि त राजा हो, सबैलाई थाहा छँदैछ होइन। अनि त्यही हो, आजको मेरो यस्तो छ। मेरो झोलाहरू यसरी राखेको छु। आज सबै चार्ज गरेको छु। यो लाइटको भयो, लाइट LED चाहिँ अहिले यहीँनिर अट्छ। पहिला चाहिँ यति लाइट ठाउँ खान्थ्यो भने अहिले चाहिँ यतिमै अट्छ। अहिले सबै कुरो मैले सानो तर पावरफुलवाला सामानहरू मात्र किनेको छु। मेरो झोला देख्न सक्नुहुन्छ। झोला पनि अर्को किन्न पर्ने छ, किनकि यो धेरै समय युज गरिसकेको छ। अब यो धेरै समय चल्दैन। अब अर्को दामी किन्न छ झोला। अस्ति हेर्न गएको, अलिकति भनेको जस्तो पाएको छैन। अलिकति दामी खाले झोला चाहिँ एउटा ल्याउनु छ है। अनि हाम्रो सोनीको लागि सर्ट बक्स पनि ल्याउनु छ। मैले त्यहाँ भनेको छु डिलरमा ल्याइदिन्छु भनेको छु सर्ट बक्स।
90 सेन्टिमिटरको लेम कि 120 सेन्टिमिटरको लेम भइरहेछ। तर 90 सेन्टिमिटरको ल्याउँदाखेरि चाहिँ पावरफुल लाइट जाने भएकोले गर्दाखेरि मैले 90 सेन्टिमिटरै हाल्छु होला। अनि त्यसपछि एउटा ट्रिगर पनि एकदमै फर्स्ट लेटेस्ट भर्जनको किन्ने छु टचवाला, किनकि त्यसमा फ्युचरहरू धेरै रहेको छ, धेरै सफ्टवर्क्सहरू त्यसमा कनेक्सन गर्न मिल्छ भने नर्मलमा चाहिँ मिल्दैन। तर म चाहिँ लेटेस्टवाला नै ल्याउने प्लान गरिरहेका छु। हामीसँग चाहिँ मैले चाहिँ अझै धेरै सामानहरू चाहिँ अपडेट गरेको छु, नयाँ सामानहरू। पुरानो सामान मसँग अहिले छैन, सबै सामान अपडेट भइसकेको छ। अब काम अझै राम्रो दिने हो कस्टमरहरू चाहिँ। त्यो साथीहरू आज भ्लग यति नै, कस्तो लाग्यो त कमेन्ट गर्नु होला। अनि यो च्यानल अझै पनि सब्सक्राइब गर्नुभएको छैन भने मलाई माया गर्नु होला। दामी दामी भ्लगहरू अब आउनेछ मेरो युट्युब च्यानलमा है त।